मलाई जाडो हुन्न स्मार्ट रहेछ नि त स्मार्ट रहेछ नि ल मेरो भान्जा छोरी लाभासँग गाडी लाग्छ गाडी धेरै लाइन ठिकै छ हेर्दै हामी माला किशोर भाइ माला माला त्यस्तै भयो क्या तिनमा आएर तिनमा फेरि फर्केर बस्छ ना हजुरले एक हात दिन्छु है होइन तपाईँ नचिन भने अनि होइन छोरी मुख्य मान्छे दाकाहरू हानेर मम्मी प्लिज लाइफ आफ्नो आफै समाज आफ्नो आफ्नो काम आफै गर्नु बाबा ईश्वर मामालाई दिउला
एक सप्ताहको आज 8 दिनको गुरुको आगमन सँगै विधिवत रूपमा शुभारम्भ भइसकेको छ। आज पनि हामी अध्यात्मको यात्रामा रमाउनेछौँ, श्रीमद् भागवतको कथा श्रवण गर्नेछौँ, भजनको आनन्दमा रमाउनेछौँ। साँच्चीकै यो पृथ्वीको आकाशमा यो अध्यात्मको उज्यालो यात्राले हामीलाई छुट्टै किसिमको ऊर्जा दिइरहेको थपिरहेको हामीले महसुस गरिरहेका छौँ। आज हामीसँग समय छ, तर हामीलाई यो समय थोरै हुन्छ भन्ने पनि ज्ञात छ। त्यसैले सबैलाई एकैछिन बसिदिनको लागि हामी सबैले अनुरोध गर्न चाहन्छौँ। त्यो यथास्थलमा आफ्नो दलको हार्दिक अनुरोध गर्न चाहन्छौँ। सुप्रभातम, नमस्कारम, यहाँ सबैमा आउनुहोस्, हामी सबैजना मिलेर ओम महानिगमकल्पतरुर्गलितं फलं सुखमुखाद्रवितं द्रवसमेतं पिबत भागवतं रसमलयं मुहुरहो रसिका भुवि भावुका आरात्रिप्रज्वलनम्। ओम अग्निर्ज्योतिर्ज्योतिरग्निः स्वाहा सूर्यो ज्योतिः सूर्यः ज्योतिः सूर्यः स्वाहा अग्निर्वचो ज्योतिर्वचः सूर्यः ज्योतिः स्वाहा। पुष्प हातमा लिउँ र पुष्पाञ्जलि गरौँ। ओम जजने निजनुमेदं तदेवास्तानि धर्माणि प्रथमान्यासन्नतेह नाकं महिमानः सतुन्देत्र पूर्वे साद्याः सन्ति देवाः। ओम राजाधिराजाय प्रसयसायिने नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं कामेश्वरो वै श्रवण दधातु कुबेराय वै श्रवणाय महाराजाय नमः। आरती दिउँ गुरुवरलाई। ओम तनुपाग्नि सुतन्नै मे प्यार्यार्युदाग्नि स्यायुर्वेदेहि प्रचोदाग्नि शिवचो मे देहि जन्मे उनन्तन्न आविण तत्तक्षु देवहितं पुरस्तात् शुक्रमुत्तरत जय एकपटक चाहिँ नाच्नको लागि म आज नृत्यसी वन्दना थापा एवं सुनिल साक्य नाच्नको लागि आउनुहोस्। जय जय हो श्री हजुरको जीवन सुखमय सबैलाई
मधुर मधुर वंशी मधुर आज अब को आउनुभयो दीपक कान्ति अहिले हेर्नुहोस् त गिला जस्तो आउनु भएको छ यिनीहरूको एसिया पेसिफिकको उपसंयोजक हो हजुर सारै जनाको नाच चाहिँ नागियाको उत्कृष्ट नाच भयो ल अनि कपाल चाहिँ बुद्धिदाईको चाहिँ राय सवालको जस्तो रहेछ आजीवन सदस्य ईश्वर दाई अब के भन्नुहुन्छ उहाँको खै मान्छे आजीवन अध्यक्ष हो हाँसो चाहिँ यति मिठो रसिलो हाँसो 50 लाखको त हाँसो मात्रै छ अध्यक्ष थकाली सेवा समिति जापान बुद्धि गौचन ल सबैले हातमाथि गर्नु एकजना पनि खाली नरहने सबैले 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 यसरी सबैले 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 यही कोही नरहने जापानवासीको प्रेम धन्यवाद आदिगतो गोजाइमास साथीलाई म बोलाउँदैछु साथमा भाउजू सरिता ढकाललाई यहाँ डाकाहरू र भन्ने चाहिँ उच्चारण नहुने रहेछ त्यो जाने मैले अरू पनि जाने धेरै कुरा अब यसै गरी आज बातराई सेम भट्टराई भन्ने चाहिँ मान्छेहरू वास्तविक नाम चुडापडी भट्टराई हामी श्री दुर्लभ मावि ज्ञान वैशाली गोर्खामा पढेका
सँगै एसएलसी दिएका उहाँ आएर जापान आएर यति प्रगति गर्न सक्नुभयो। मैले नेपाल छोड्न सकेका छैन, जस्ताको तस्तै छु म। उहाँ यहाँ आएर प्रगति गर्न सक्नुभयो। सिएमजी साथमा भाउजूको सेवा हेर्नुहोस्, बिहान उठेदेखि बेलुकासम्म के खान्छ कसो खान्छ, तातो चिसो, मलाई यतिको बनाएर प्रवचन गर्न सक्ने बनाउनु भएको यो जापानको जाडोमा। उहाँको योगदान एकपल्ट जापानवासीको ताली। उहाँको योगदानका लागि साथमा छोरा स्मिरल, छोरी स्प्रिया, तिमीहरू पनि नाच्न हो। सीएम भट्टराई हुनुहुन्छ, श्रीमती सरिता भट्टराई ढकाल, छोराछोरी स्मिरल र स्प्रिया, गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका वडा नम्बर 2। अनि आशा गया बस्नुहुन्छ जापान टोकियोमा। फाइन होम इन्टेरियर्स प्राइभेट लिमिटेड सुप्रिम म्यानेजमेन्टका चेयरम्यान हुनुहुन्छ आदरणीय व्यक्तित्व बुवा भारत भट्टराई, आमा पमावती भट्टराई। सेन भट्टराई मेरो चाहिँ यजमान पनि हुनुहुन्छ। म उहाँको घरमा गएर यजमान कर्म पनि गरिरहेको छु। मैले मेरो मित्र पनि हुनुहुन्छ, सँगै एसएलसी दिएको, सँगै पढेको, हुर्केको, खाएको, खेलेको। म भनिहालेँ म नेपालीजिन, उहाँ नियोनजिन। अहिले धेरै धेरै धन्यवाद। एकपटक यति सेवा, उठेदेखि गुरु के खानुहुन्छ, नसुतेसम्म के गर्नुहुन्छ, तातो चिसो ख्याल पुरा गरी सीमा शान्ति छैन, यति सेवा गर्ने मेरा भक्त श्री भट्टराई, सरिता भट्टराई ढकाल। एकपल्ट फेरि पनि टोकियोवासीको ताली उचाल्नु चाहे। अब सिएमजी उहाँले चाहिँ मसँग नाच्ने इच्छा पनि गर्नुभएको छ। इच्छा पनि पुरा गरिदिन्छु म। उहाँको दान रकम चाहिँ म नाचेपछि मात्रै भन्दैछु। सुभाषिसन तपाईँ पनि आउनुहोस्। हाई हाई हजुरले आउनुहोस्। मैले दासले भजन चाहिँ गाउने जम्मा रामकृष्ण मल्लजीलाई। Bye.
एन्टरप्राइजबाट 1,11,111 बाट दान रकम राम्रै तन्काएर 1,11,111 बाट राम्रै तन्काएर 5,55,555 सुस्वास्थ्य दीर्घायु समृद्धि प्रगति उन्नतिको कामना जय जय होस्। हार्दिक आभार। भाउजू 5 लाखको होइन 50 लाख भन्दा बढीको सेवा छ मलाई उहाँहरूको। एकपटक यति सेवा गर्ने भक्त सज्जनलाई फेरि पनि जापानवासीको ताली दुई हात चाहन्छ। रविन सर्चन दाई यस्तो व्यक्तित्व हुनुहुन्छ हेर्नुहोस्। दाई रविन दाई कहाँ हुनुहुन्छ? रविन दाईलाई भोलिन्टियर साथीहरू रविन दाईलाई विशेष गरेर ल्याउनुहोस् त यहाँ। म यहाँ भने उहाँबाट 3,35,799। दीप पाठक श्रीमती अमृता पाठक बाग्लुङबाट 55,555। गोपाल कडेल पार्वती कडेल टोङ्गीबाट 1,11,111। तिलक प्रसाद तिलक अर्याल टिका अर्याल मनोज चितवन भरतपुरबाट 50,199। सबैको जय होस्। शुभ सम्बन्ध रविन दाई सम्मान पनि 1 करोडको सम्मान अलिअलि सम्मान भएको हुन्छ। सुभाषजी सम्मान पनि 1 करोडको सम्मान 1000 मानको सम्मान। अब एकपटक एक्लै कोही नआउनु होला यहाँ माथि आउनुहोस् रविन दाई। एक्लै मचाउनु मन लाग्यो दाइलाई मलाई के बोक्यो के अरे एउटा भनाइ छ नि के अरे एक दिन एक जुगमा एक दिन एकपल्ट आउँछ भने जस्तै जापानमा एक दिन रविन्द्र दाईका लागि एक दिन आउँछ। रविन्द्र दाईका लागि एकपटक टोकियोवासीको ताली दुई हात उचाल्यो उचाल्यो। अब धेरै होइन यता भजन गाई अब हेरौँ रविन दाईको नाच एक्लै नाच्न दिउँ है। एक्लै क्या एक्लै खेल्न दिउँ त एकछिनलाई त। अरू बिचमा आउने होइन रिस उठेर आउँछ मलाई त। रविन दाई आउँदो मनैमा एकपटक इतिहास ब्रेक गर्ने ऐतिहासिक पुरुष नेपाली प्रवासी नेपाली इतिहासमा जापानको इतिहासमा यस्तो व्यक्तित्व आदरणीय रविन शेरचनज्यूलाई केही कुरा राख्नका लागि अलिकति साइडबाट है त म छेकेँ अलिकति साइडबाट रविन दाईलाई केही कुरा राख्नका निमित्त यो ध्वनि यन्त्र प्रदान गर्दैछु। आउँदै हुनुहुन्छ आदरणीय समाजसेवी व्यवसायी वरिष्ठ व्यक्तित्व शालीन व्यक्तित्व आईसीसी एनआरएन आईसीसीका उपाध्यक्ष आदरणीय रविन शेरचनज्यू। धन्यवाद दिँदै आभार पनि व्यक्त गर्न चाहन्छु र यो अभियानमा लाग्दै गर्दा मैले पनि आफ्नो क्षमताले भए अनुसार 50 लाख मैले बोलिसकेको छु
र फेरि आज म यसमा थप अर्को 25 लाख गरेर 75 लाख मैले सहयोग गर्ने बाचा तपाईँहरूलाई राख्दै यस र अहिलेलाई मैले 75 लाख गर्दै भोलिको दिनमा पनि फेरि आवश्यकताको परेको खण्डमा फेरि पनि मैले आफ्नो ल रविन दाईलाई एकपटक नचाउँछु म अरू कोही नबोल्नुहोस् न जो गर्छु मेरो नाचले गर्छ अब हजुरहरूलाई मैले चाहिँ बाचा राखिसकेँ 75 गरौँ बाँकी फेरि निर्माणको क्रममा नपुग भएको खण्ड फेरि मैले थप्थेँ 75 यति राख्न चाहन्छु धेरै धेरै धन्यवाद जापानको टोकियो सप्ताहमा दिनबन्धु गुरुको प्रेस अलि भित्र बस्दै बेलुका भएपछि पूजा गर्नुहुन्छ भनेर आइसकेको सिधै जानुहुन्छ भने सिधै जानुभयो पूजा नगर्नेहरू सिधै जानुभयो भने चाहिँ पूजा गर्नेलाई गाइड जानुहुन्छ
त्यसै गरी विभिन्न सुनाउको मालिकको लागि मैले गरेका हाम्रा प्रधानमन्त्री हुनुहुन्छ सबैको ड्राइभर सम्मानका लागि म आह्वान गर्दछु। त्यसै गरी रामदाता महेश कुमार तामाङ श्रीमती पवित्र लामाकरण छोरा मनन वासुदेव बन्धु एक लाख 11,111 प्रदान गर्नुभएको छ। कामको समिति हुनुहुन्छ प्रवासी नेपाली मञ्च कामको सचिव हुनुहुन्छ आदरणीय वासुदेव पन्तलाई सम्मान गर्दै विजय खड्काले आउनु भएको छ। ईश्वर भाइ नजिक शेरचनको पनि मामा घनिष्ठ काण्ड पनि नहो सामान्य व्यक्ति हो उहाँलाई जोरदार खाले आज मामा र खान्जा कसले अगाडि बढ्ने हो मलाई थाहा छैन। ल हाम्रो चाहिँ जिल्लावासी लोकनाथ कस्तीजी हुनुहुन्छ
अभियानका निमित्त 50 लाख दान गर्नु भएको छ। हे राधा कृष्ण दुईजना, हे राधा कृष्ण दुईजना, हे गंगा यमुना राधा कृष्ण देख्न पाउनु। दीपकजीको नाच यस्तो बस्ने घर आयो। दीपकजी 10 लाख 25 लाख नाच पनि नाच्नुहुन्छ त? इतिहास भन्नुपर्छ है। गर्दै भन्दै जानु आनंद प्रसाद घिमिरे पाल्पा तामसे 55,555 सम्मानको लागि भानु कोइराले पिता कमल चितवनबाट 77,777 सम्मानको लागि सुरेन्द्र सुनार सापुरा विषय शब्दहरू व्यक्ति 55,555 बालकृष्ण कार्यालय हुनुमा
हिमाल श्रीमती लक्ष्मी कपडिया मालुङ हामी टोकियोबाट सहयोगले 1,11,111 दान गर्नुभएको छ। धन्यवाद। जय होस् सुख समृद्धि समन्वित नेप्लिस ग्लोबल ग्रुप प्रकाश खड्का राजेश खत्री कृष्ण खड्काबाट नेपाल नेप्लिस ग्लोबल ग्रुपबाट 7,77,777 दान गर्नुभएको छ। धन्यवाद। सुख समृद्धि समन्वित उन्नति प्रगतिको कामना टोकियोवासीको ताली बिहार उचाल्नु। गुरु आइस नि त समाधान भएको छ हामीले हिमालय कलेज 1,11,111
सामान लिएर आउनुहुन्छ। ऐतिहासिक तृतीय सप्ताहले सबैभन्दा धेरै पत्नी गुना माथि पुगेर प्रवासमा नेपाली मनलाई जोड्ने आध्यात्मिकताको झण्डा फहराउने एक र बुद्धलाई चिराउने अनि नेपाली घर निर्माण गर्ने नेपाली बहु संस्कृति केन्द्र निर्माण गर्ने महान उद्देश्य लिएर चाहिँ यो अभियान अगाडि बढिरहेको सन्दर्भमा अनि स्वदेश विदेशबाट हामीलाई नजर गर्दै हुने तमाम समाजवादी भक्तजनलाई हामी हार्दिक स्वागत, सम्मान, साधुवाद, आभार, प्रेम एवं अभाव व्यक्त गर्दछौँ। अहिले साँझको समयमा, जाडोको समयमा यो जाडोको कुनै प्रभाव नगरिकन भक्तहरू अत्यन्तै उत्साहका साथ झुमिरहनु भएको छ, नाचिरहनु भएको छ, आध्यात्मिक ज्ञान गङ्गामा डुबुकी नडुब्नु भएको छ। विश्वमै नभएको ऐतिहासिक तृतीय सत्ता सम्पन्न गर्नका लागि जापान विशेष रूपमा लागिरहेको छ। एकपल्ट चाहिँ अब कहिले प्रवचन सबैजना बसौँ त त्यहाँनिर, सबैजना बसौँ यसरी प्रवचन। हरिराम सूर्य खड्काजी अहिले भक्तजनको अत्यन्तै अपार भिड लागिरहेको छ। श्री कृष्ण हरे राधे कृष्ण वासुदेवाय
एकचोटि विराटजी प्रयास गर्दैछन् तिनकै शासन तिनकै भाषा तिनकै वेशभूषा विश्वव्यापी चल्छ। श्रीमद् भागवतले 5000 वर्ष अगाडि भनेको आज आएर प्रमाणित भयो। धारमन्य गुणस्थानां कारणं बलिनी भए धारमन्य पनि सिद्धान्त बन्ने त्यो बलको आधारमा चल्ने हो। दूरी बाल एवं कीर्तन लावण्य कैसे धारणा केसको श्रृङ्गारका लागि धेरैभन्दा धेरै पैसा खर्च गर्छन् जापानवासीहरूले। केसको श्रृङ्गारका लागि दूरी बाल एवं कीर्तन लावण्य कैसे धारणा केसको र छालाको श्रृङ्गारको लागि के भन्छन् त ब्युटी पार्लर यता पनि मिलाउँछन् गर्छन्। आई ब्रो आई स्याडोले भने सुने है यू कट हिट कट साडी कट बङ्गाली कट के हुन्छ नि थाई कट रातो बनाउँछन्। आमा हुनुहुन्छ 70 कपाल हुन्छ 17 सेतो कसैले देखिन्न यहाँ त्यो सेतो नफुलेर हाम्रो थाहा छैन सबै रातो र कालोले लगेको सोचेर आउँछ कहिले यहाँ आउनु भने होइन फेरि हिजो आएर आज नआउनु। त्यही भएर त्यसको श्रृङ्गारका लागि छालाको श्रृङ्गारका लागि धेरैभन्दा धेरै यसै दलिरन अरू ठाउँमा जान त होस् त भागवत लगाएको ठाउँमा पनि यता पनि मिलाएको छैन। कसैलाई पऱ्यो के हो यसरी परीक्षालाई सुखदेवसँग भन्नुहुन्छ अब छोटो गरिकन भन्दा कलिको बिचमा सबभन्दा उत्तम धर्म कलिको बिचमा धर्माको बन्ने भएको राजन नस्तिको महान खडा कीर्तना देवक शस्य मुक्त संग परम ब्रजते तृतीय ध्यातो विष्णु कृता यजतो मतो द्वापर परिचर्या हरि कीर्तनाद अरू कुरा भयो अरू कीर्तन भयो अलिको उसमा सत्यमा सबैले ध्यान गर्दा मुक्ति हुन्थे त्रेतामा यज्ञादि गर्थे मुक्त हुन्थे द्वापरमा पूजा पाठ गर्थे मुक्त हुन्थे कलिमा के गर्ने हो। अब जापानवासी मुक्त हुने कसरी हो अन्तिममा ज्ञान सुन्नुहोस् 7 दिनको साथ फेरि पनि मौका मिल्दैन। हरेक वर्ष बोलाउनुहोस् है नबोल्नु भएको बोलाउनु पर्छ भनेर बोलाउनु भन्ने जति उठाउनुहोस् त बोलाउने जति उठाउनुहोस् त हात बोलाउने जति हेरौँ प्रत्यक्ष गरिरहन्छ सल्लाह हो भने सुखदेव से भन्नुहुन्छ अब यसै गरिकन सत्यमा ध्यान गर्थे शरीरले साथ दिन्थ्यो त्रेतामा खेती गर्थे समय थियो द्वापरमा पूजा गर्ने समय थियो कहिलेमा के पैसा खर्च पनि नहुने अनि शरीरलाई बाधा पनि नहुने समय खर्च पनि नहुने कलिमा एउटै बाटो छ मुक्ति हुनुको लागि कलिको मुक्ति हुनुको लागि एउटै बाटो छ के भनेको कलो तक हरि कीर्तना कलिको बिचमा हरि कीर्तन नै हो। ट्रेनमा चढाएको बेलामा पनि सिंहकान्छी चढाएको बेलामा पनि बानिस पार्ने क्या एउटै चिजलाई 36 पटक दोहोऱ्याउने भनेर त्यही भएर अबदेखि अरू कुरा होइन हामीले जे जे भजन सिकाएको छौँ त्यही त्यही गाउँ यथार्थ खाना बनाउने बेलामा गुहन खाने बेलामा श्रीमानसँग खाना पस्कर दिने बेलामा अनि गरी चाहिँ श्रीमान अथवा श्रीमती चाहिँ कामबाट आउनु भएको छ भने
Sri Krishna मैले झाडा पऱ्यो अनि सम्बन्धी विषय हो शयन कक्षमा गएछ त्यहाँदेखि बेडमा गएछ त्यसै गरी आनन्द लिँदा पनि लाग्यो श्रीमान श्रीमतीको सम्बन्ध पनि राम्रो हो अब बानी बदल्ने काम गर्ने कलिको बिचमा मृत्युको बाटोको भेट्दै हो कल हो त हरिकीर्तन कलिको बिचमा हरिकीर्तन हो एकपटक फेरि चालु गरे अन्तिम पटक यसपालि सबैजना सोनी बन्ने उडम उडम लसमने
श्रीमद् भागवत 7 दिन सुनिसकेपछि भुल्नै नहुने ज्ञान एउटा ज्ञान के हो? श्रीमद् भागवतको राजा परीक्षितलाई सुखदेव स्वामीको अन्तिम ज्ञान। त्रिदिवसीय अनुष्ठान भएको थियो। गाईको ठुलो योगदान अहिले फिलहालमा 3,32,333 दान गर्नु आदरणीय कपिललाई जो जातले छ सिंहजी हामीलाई 1,101 दिन प्रदान गर्नुभएको छ। त्यस्तै गरी सन्तोषी शर्माज्यूले हामीलाई 1,101 कुराको ज्ञान दास एउटा ईश्वर एउटै छ, दुईटा हुँदैन। ब्रह्म एउटै छ भने ईश्वर निर्गुण छ, निराकार छ, जसको आकार प्रकार हुँदैन, शून्य निर्गुण छ। दोस्रो अनि ईश्वर चाहिँ सर्वोपास्य छ। सर्वोपास्य भने सबैले, प्राणी जगतले, मनुष्यले, संसारका जीव जीवात्मा स्थावर जङ्गममा विद्यमान सबै प्रकृतिसँग जोडिएको त्यो तत्त्व, परम तत्त्व, परम चेतना, त्यो परम चेतना पाउनको लागि सबै प्राणीहरू दिनदिनै दैनन्दिन लालायत छन्। त्यस्ता परब्रह्म परमात्माहरूलाई मेरो कोटि कोटि प्रणाम छ। जस्तो सकाम या निष्काम, सकाम भनेको कामना युक्त, निष्काम भनेको कामना रहित, जस्तो भावले जे कल्पना गरे पनि यो परब्रह्मको सान्निध्यमा लैजाने यस्तो विशिष्टतम श्रीमद् भागवतलाई मेरो कोटि कोटि प्रणाम छ। योगीन्द्राय नमस्तस्मै शुकाय ब्रह्मरूपिणे संसार सर्पदष्टमै विष्णुरात्ममुच्यते। 7 दिनको दिनमा भागवतको किताबबाट सर्पले दशरथ मृत्यु वरण गरेका मेरो परीक्षितलाई पनि मुक्त गर्ने यस्तो शाश्वत ज्ञानको रसको डालो हो यो। भवे भवे यथा भक्ति तानिस्तव जायते तथा पुरुष देवेश नातुस्तु नैत प्रभो। ये मेरो सर्वेश्वर भगवान यो जन्म मृत्युको चङ्गुलबाट मुक्त भएर केवल हजुरको नाममा मेरो चित्त सधैँ समाहित होस्, मेरो जीवनको अभिलाषा भनेको यही हो। र अन्तिम श्लोक एकपटक सबैले हात माथि गरौँ, सबैले म जे भन्छु त्यही भन्नु होला। अन्तिम श्लोक सबैले उच्चारण गर्नु। नाम अलिक ठुलो स्वरले, नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुःखशमनः स्तम नमामि हरिं परम। जय बस। नाम संकीर्तनम यस्य सर्वपाप प्रणाशनम प्रणामो दुःखशमनः स्तम नमामि हरिं परम। जसको नाम सुन्नाले पनि
सबै पाप नाश गर्ने यस्ता श्रीहरिलाई मेरो कोटी कोटी वन्दना। र 7 दिनसम्म जानी नजानिकन म जस्तो अल्पज्ञ अकिञ्चन केही नजान्ने यस्तो जनले अज्ञानीले श्रीमद् भागवत जस्तो यो ज्ञानको गङ्गामा डुबुल्की बढाउने कोसिस गरे। 7 दिनमा बोलेका समस्त शब्द छटाए वाक्यांश पदावलीलाई शब्दावलीलाई क्षमा माग्दै भगवानसँग स्वयं गोविन्द भगवानमा मेरो शब्दावली अर्पण गर्दछु। ओदियम वस्तु गोविन्द मेरो समर्पण। मेरा शब्दलाई अर्पण गर्दछु। जय बोलो भक्तवत्सल भगवानको। वैदिक सत्य सनातन धर्मको सम्मानित सज्जनहरू, यो अन्तिममा भाषण गर्दाखेरि जहिले पनि मैले परमधामवासी परमादरणीय पिताश्रीलाई सम्झने गर्छु। म क्षमा पनि चाहन्छु। समादरणीय सज्जनहरू, 7 दिनसम्म श्रीमद् भागवत वाचन गरियो। यहाँहरूले जुन प्रेम सद्भाव दर्शाउनुभयो तर सबैप्रति म अत्यन्तै आभारी छु। मसँग कुनै शब्द छैन, मसँग कुनै पदावली छैन। यो ऐतिहासिक टोकियो सप्ताह वाचन गर्ने मलाई अवसर दिनुभयो। सबभन्दा ठुलो अवसर त यो हो, सौभाग्य दिनुभयो। सुभाषजी कहाँ हुनुहुन्छ? तपाईँ नवीनजी मलाई मेरो बचपनदेखिको बाल सखा सिएमजी जसको परिवार आदरणीय भाउजू सरिता जसले यति सेवा गर्नु भएको छ। यहाँ रहेका सबै व्यक्तित्वहरू सबैको नाम मलाई आउँदैन। हाम्रो विनोदजी, मुक्तिजी, रविनजी, कामनाजी यति खट्नु भएको छ। मलाई क्षमा चाहन्छु। किशोर दाई, रविन दाई, कपिल दाई जो कर्ता बढेर काम गर्नुभयो, यहाँका विशिष्टतम गुरुहरू सबैको मलाई श्याम शीतलजी त्यहाँ हुनुहुन्छ। सबैको हाम्रो त्यहाँ शिवदाई, शिवहरी दाई, धेरै कसको नाम लिउँ खै मेरो लियो फलानाको लिनु नभन्नु होला। मलाई सबैको नाम पनि आउँदैन। एकदमै आभारी छु। आत्मवत् सर्वभूतेषु यह पश्चात स पण्डित गुरुका लागि तलमाथि कोही हुँदैन। न माता न पिता तस्यै न भार्य न सुतादय नात्मी न परसापी न देहो जन्मे बचे। गुरुका लागि न आमा न बाबा न परिवार न चाहिँ नजिकको न पराइको। यहाँहरू सबै मेरो वन्दनीय हुनुहुन्छ, सबै सम्मानित हुनुहुन्छ, सबै आराधनीय हुनुहुन्छ, सबै उपास्य हुनुहुन्छ, सबै सम्मान योग्य हुनुहुन्छ। यहाँहरू सबैलाई मेरो हार्दिक नमन, हार्दिक साधुवाद, हार्दिक आभार। मैले धेरै व्यक्तित्वहरू देखेको छु। सबैको नाम मलाई आउँदैन छ म चाहन्छु। शालिग्राम दाई, बाबुराम दाई लगायत धेरै व्यक्तित्वहरू मलाई नाम दिनुभयो भने पनि सबैको नाम भन्थे। आज मलाई टोकियो सप्ताह ऐतिहासिक रूपमा प्रवासमा यो स्तरमा काम गरेर सम्पन्न गर्नका लागि मेरो कुनै भूमिका छैन। मलाई त्यस बढी श्रेय पनि नदिनु होला, मलाई त्यस्तो बढी चाहिँ जस पनि नदिनु होला। म सबैप्रति 1 एनदेखि 75 लाख एनसम्म दान गर्ने सबै भक्तजनहरू, यहाँ आउने भक्तजनहरू, जापानभरिका भक्तजनहरू, कुनै न कुनै तवरबाट यो अभियानलाई सार्थक तुल्याउने भक्तजनहरू हाम्रो लागि
सबै सम्मान योग्य हुनुहुन्छ। एक पटक सबैले हात माथि गरेर भक्तजनलाई जोडदार ताली सम्मान म आयोजक परिवारलाई बधाई ज्ञापन मात्र होइन तपाईको उत्तरोत्तर प्रगतिको कामना सँगै अब जापानमा नेपाली घर बन्ने भो कुनै शङ्का छैन। यसका लागि हार्दिक बधाई, हार्दिक शुभकामना, हार्दिक प्रेम, हार्दिक सम्मान। मसँग कुनै शब्द छटा छैन। मलाई यो 7 दिनसम्म यसरी साथ दिनुहुने आदरणीय गुरुहरू, यस्तो जाडोमा पनि गुरुहरूले कर्मविधि विधिविधान ढङ्गबाट गर्नुभयो। नेपालबाट मलाई साथ दिन आउने मेरो आदरणीय व्यक्तित्व नारायण भोले प्रतिष्ठानका परिकल्पनाकार विद्युतवर चाहिँ कहाँ जानुभयो, डाक्टर विष्णु खनाल, जो तरुण विश्वविद्यालयका सहायक डिनबाट भर्खर रिटायर हुनुभएको प्राध्यापक डाक्टर हुनुहुन्छ डाक्टर विष्णु खनालजी। उहाँ लगायत मेरो सहयोगी भाइ ईश्वर नेपालबाट आएर साथ दिनुभयो। यहाँहरू प्रति पनि मेरो भाव, विशेष त हाम्रो टुरको गुरुको सबै कुरा नाम मलाई आउँदैन। अवतारी गुरु, यस्तो विद्वान गुरु, हामीभन्दा कति माथिको गुरु, यस्ता गुरुसँग सँगै आएर हामी बस्नु पायौँ। हामी जस्तो अल्पज्ञ, अकिञ्चन, केही नजान्ने यस्ता गुरुलाई म उहाँ गुरुलाई पनि हार्दिक वन्दना नमन व्यक्त गर्छु। कमसँग गुरु र हाम्रो आगमनले वेद र बुद्ध एउटै हो भन्ने सन्देश जापानको भूमिमा प्रवाह गर्ने काम गर्छ। गुरुलाई यहाँसम्म ल्याउनको लागि अतुलनीय भूमिका निर्वाह गर्नुहुने सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। म विशेष कृतज्ञ छु हाम्रो रामकृष्ण बम्मल, वरिष्ठ गायक, सङ्गीतकार, सर्जक। विडम्बना पनि लाग्छ रामकृष्णजी, आदरणीय दाई, म के भन्छु भने यस्ता सर्जकले देश छोड्नु पर्ने, हाम्रो देश कस्तो होला। यस्ता कलाका धनीले देश छोड्नु पर्ने, यो सबै तपाईँहरूको दोष होइन। यो सबै नेतृत्वको अकर्मण्यताले गर्दाखेरि आज यहाँहरू जस्तो प्रतिभा, यहाँहरू जस्तो राष्ट्रको कर्णधार, यहाँहरू जस्तो चाहिँ दक्ष जनशक्ति नेपालले दैनिक दिनानुदिन गुमाइरहेछ। यो भन्दा अत्यन्त पीडा हुन्छ। त्यति भन्दै यहाँलाई बिन्ती गर्छु, नेपाललाई नभुल्नु होला, नेपाललाई माया नमार्नु होला। कमाउनुहोस्, रमाउनुहोस्, उन्नति गर्नुहोस्, त्यो भनेर जापान छोड्नुहोस् पनि भन्दिनँ म, तर स्थायी बसोबास चाहिँ नेपाललाई नै बनाउनु होला। म हार्दिक बिन्ती गर्छु सबै प्रवासी नेपालीहरूलाई अनुरोध, उहाँलाई विशेष आभार। हार्मोनियम गायनदेखि अत्यन्तै 7 दिनसम्म आफ्ना कामदाम बन्दोबस्त व्यवस्था छोडेर यहाँ जुन किसिमको हामीलाई ऊर्जा भर्नुभयो, उहाँलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी मेरो प्रिय भाइ सूर्य खड्का, धेरै सानो उमेरमा 62 सालमा मैले पहिलोपटक श्रीमद् भागवतको वाचन गर्दा सँगै लिएर हिँडेको भाइ, आज आएर 20 वर्ष पछाडि जापानको भूमिमा यसरी 7 दिन बस्न पाउने अवसर मिल्यो। गायनदेखि लिएर यस्तो मिठो मिठो भजन लोकप्रिय, नेपालमा पनि उत्तिकै लोकप्रिय। सूर्य खड्काको नाम लिएपछि नचिन्ने नेपालमा कोही हुनुहुन्न। रे भाइ, आज तपाईँसँग सँगै बस्ने अवसर मिल्यो। तपाईँको प्रतिभा अझै प्रस्फुटित, जागृत, स्फुरित, पल्लवित, पुष्पित भएर जाओस्। तपाईँलाई हार्दिक शुभकामना छ। तपाईँले साथ दिनुभयो, धेरै धेरै धन्यवाद। त्यसै गरी हाम्रो चाहिँ उत्तम सेन्चुरी ज्यू नेपाल कहाँ अरे हजुरको? नेपाल चाहिँ कहाँ? नुवाकोट जिल्लाबाट तबला वादनमा, अत्यन्त यो छाला वादनमा, बेस वादनमा सधैँ राम्रो भूमिका निर्वाह गर्नुहुने प्रतिभावान कलाकार उत्तम सेन्चुरीजीलाई एकपल्ट सबै ताली दिनुहोस् भनेर भन्नु पर्दैन। कलाकारको लागि सबभन्दा प्यार भनेको ताली। त्यसै गरी अहिलेको अत्याधुनिक बाजा, यसलाई इलेक्ट्रिक ड्रम पनि भनिन्छ, अक्टोप्याड वादनमा निपुण अर्का विशिष्ट कलाकार प्रीतम मगरज्यू, जोरले
भाषाहरूले मावारले ती बोला गाले स्याङ्जाले म मगर भाषा पनि बोल्छु किन लाग्यो मुनि मुनि त्यही बस्नुहोस् है भने मगर भाषामा धन्यवाद धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु उत्तम मगरजीलाई यसै गरी हाम्रो चाहिँ सोना बहिनी उहाँ धनगढीबाट भनेपछि उहाँको गाउँमा गएर मैले धेरै पहिले धनगढीको गाउँमा गएर प्रवचन गरेर स्कुल कलेज हस्पिटल बनाउने काम गरिरहेको छु मैले मलाई नेपालबाट चिन्नुभएको मैले यहाँ चिने तपाईँको प्रतिभालाई हार्दिक सम्मान साधुवाद तपाईँको पनि उत्तर प्रगतिको कामना त्यसै गरी हाम्रो अर्को मिठो टोटल कण्ठकी धनी मिठो स्वर्गीय धनी आदरणीय शान्ता ऋषि कुन जिल्ला रे रूपन्देही जिल्ला बुटौल हो र तुर्कीवासीको प्रेम रह्यो भने सुभाषजी शिलान्यास गर्न मन छ भवनको शिलान्यास मात्र होइन हरेक वर्ष यो मोबाइललाई पनि तपाईँले दिनभरि चलाउनु भयो भने चार्ज गर्नुपर्छ अनि हरेक वर्ष जापान आएर आध्यात्मिक चार्ज गराउने इच्छा छ मलाई हरेक वर्ष चार्ज गर्नुपर्छ रिचार्ज गर्ने अवसर यहाँले फेरि पनि प्रदान गर्नु हुनेछ भन्ने अनुरोधका साथमा मेरो बाणीलाई यही विराम गर्दछु जाँदै एउटा भजनबाट उहाँहरू समक्ष आज्ञा चाहन्छु ओम पूर्णमद पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते हरि ओम तत्सत् नारायण हरिराम पूर्ण भयो भागवत पर्छु शरण पूर्ण भयो भागवत पर्छु शरण आरती भएको छैन आरती लिएर जानु होला है आरती नलिकन कोही नजानुहोस् हरिराम पूर्ण भयो भागवत पर्छु शरण पूर्ण भयो भागवत पर्छु शरण यी मेरो कर्ता भक्तहरू रक्षा गर्न पूर्ण भयो भागवत पर्छु शरण मेरो कर्ता भक्तहरूको रक्षा गर्न पूर्ण भयो भागवत पर्छु शरण मेरो कर्ता भक्तहरूको रक्षा